नमस्ते। पिरियडका कुरामा स्वागत छ। म हुँ प्रियङ्का। पिरियडका कुरा आज तपाईले पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो चाहिँ तपाईँ हामी सबैजनाको प्लेटफर्म हो जहाँ हामी महिनावारीसँग जोडिएको हरेक विषयमा खुलेर कुरा गर्छौँ। अब लुकेको, दबाइएको, अझ गलत बुझिएको कुराहरूलाई पनि हामीले पिरियडका कुरा पडकास्टमा राख्ने गर्छौँ। र आजको एपिसोड सुन्नको लागि तपाईँले क्लिक गर्नुभएको भने आज तपाईँ एन्डोमेट्रियोसिसको बारेमा बुझ्न चाहनुहुन्छ। एन्डोमेट्रियोसिस अलि टेक्निकल लाग्न सक्छ। अझ यसलाई चाहिँ नेपालीमा के भन्छ त भनेर खोजेर हेर्दाखेरि चाहिँ नेपालीमा यसको उल्था चाहिँ गर्भाशय भित्री पर्दाको रोग भनिन्छ। एक्ज्याक्टली यो एउटा रोग हो। यो रोगले महिनावारीको समयमा चाहिँ एकदमै असह्य पीडा मात्र होइन कि हाम्रो सम्पूर्ण लाइफस्टाइलमा नै असर गर्छ। तर धेरैले यसलाई सामान्य महिनावारीको दुखाइ भनेर चाहिँ सहेर बसिरहेका छौँ। अझ रिसर्चले के भन्छ भने 10 जना महिनावारी हुने व्यक्तिहरूमध्ये हामी 1 जनालाई चाहिँ एन्डोमेट्रियोसिस हुने गर्छ। तर धेरैलाई चाहिँ यसको सही जानकारी नै छैन। सो आजको एपिसोडमा लेट्स टक अबाउट एन्डोमेट्रियोसिस। यो चाहिँ एन्डोमेट्रियोसिसको फर्स्ट एपिसोड हो, किनकि हामी अरू एपिसोडहरूमा पनि यसको सानो कुराहरू ल्याउनेछौँ। के एन्डोमेट्रियोसिसको उपचार छ त? किन डाक्टरहरूले यो समस्या चाहिँ चिन्न ढिला गर्छन्? अनि के नेपालमा यसको सही उपचार उपलब्ध होला त? यस्तो धेरै प्रश्नहरूको साथ आज हामी गाइनेकोलोजिस्ट डाक्टर श्रेयसी अर्याललाई पडकास्टमा इन्भाइट गरेका छौँ। आउनुहोस् उहाँसँग अब कुराकानी गरौँ। नमस्ते डाक्टर श्रेयसी। वेलकम ब्याक टु पिरियडका कुरा पडकास्ट। थ्याङ्क यू सो मच। Thank you so much for your time. सन्चै हुनुहुन्छ? एकदम ठिक छु। धेरै पछि हामीले पडकास्टमा हजुरसँग कुरा गर्न लागिरहेको छौँ होइन। म एकदम एक्साइटेड पनि छु र एकदमै कौतूहल पनि छु। आज जुन टपिकमा हामी कुरा गर्दैछौँ होइन, एन्डोमेट्रियोसिसको कुरा गर्दैछौँ हामीले, धेरैजनालाई त थाहै छैन। त्यस कारणले पनि के हो त एन्डोमेट्रियोसिस र कस्तो हुन्छ, जो मान्छेलाई हुन्छ भनेर हामी आज हजुरबाट केही कुराहरू लिन खोज्नेछौँ। सबभन्दा सुरुमा चाहिँ अलिकति एउटा सानो ब्याकग्राउन्डबाट मैले कुरा गर्न चाहेँ होइन। केही महिना अघि चाहिँ मैले मेरो एकजना साथीसँग भेटेँ होइन। अनि मेरो साथीले चाहिँ के भन्यो भने, प्रियङ्का म एकदमै लामो दौरानपछि बल्ल म नर्मल फिमेल भइरहेको छु भनेर भने कि। अनि छक्क परेँ, किन त्यस्तो भनेको भन्दाखेरि चाहिँ म चाहिँ 12 वर्षदेखि हुँदाखेरि मलाई एउटा पेन हुन्थ्यो। त्यो पेनबाट चाहिँ अब चाहिँ म मुक्त भएँ भन्ने कुरा उसले गर्यो। उसलाई चाहिँ एन्डोमेट्रियोसिस भएको रहेछ। अनि त्यो एन्डोमेट्रियोसिस भन्ने कुरा थाहा पाउनको लागि चाहिँ कम्तीमा पनि 13-15 वर्ष लागेछ होइन। र डायग्नोसिस भइसके पछाडि उसको उपचार चाहिँ उसले अपरेसन गर्नु पर्यो। उपचार त्यसको पनि 10-12 वर्षपछि मात्र गर्न पाएँ कि। भनेपछि सच अ लङ टाइम होइन, डायग्नोसिस हुनदेखि लिएर त्यसको ट्रिटमेन्टको प्रोसेस के हो त यो खासमा एन्डोमेट्रियोसिस किन यस्तो गाह्रो हुने रहेछ? हामीलाई यस्तो बुझाइदिनुहोस् न, हामी सिम्पल वेमा यहाँले बुझाइदिनुहोस् न। हजुर, यो टपिक छान्नु भयो त्यो नै एउटा फर्स्ट स्टेप होइन टुवर्ड्स अवेरनेस एकदम जरुरी छ। एन्डोमेट्रियोसिस चाहिँ अहिले बढ्दैछ, झन् पहिला भन्दा अहिले यसको इन्सिडेन्स बढ्दैछ। यो फेरि एकदम अप्ठ्यारो रोग हो, यसको डेफिनेटिभ ट्रिटमेन्ट हुँदैन। सो एन्डोमेट्रियोसिस भनेको के हो त भन्दाखेरि त्यो वर्ड एन्डोमेट्राइसिस पनि भन्छ। सो द्याट कम्स, त्यो वर्ड चाहिँ युट्रसको भित्रको लाइनिङ हुन्छ जसलाई एन्डोमेट्रियम भन्छ। सो त्यो एन्डोमेट्रियम त्यो जुन टिस्यु हुन्छ, लाइनिङ टिस्यु, त्यो चाहिँ पिरियड्स हुँदाखेरि सेड हुने टिस्यु त्यो नै हो। सो बच्चा आउँछ, बच्चा कन्सिभ हुने हो, त्यसको लागि प्रिपरेसन हुनको लागि हरेक मेन्स्ट्रुअल साइकलमा त्यो एन्डोमेट्रियम बढ्दै जान्छ, मोटो हुँदै जान्छ। र जब कन्सिभ हुँदैन तब त्यो एन्डोमेट्रियम सेड हुन्छ र त्यो नै पिरियड्स भएर निक्लिने हो। सो एन्डोमेट्रियम भनेको एउटा एक्टिभ टिस्यु हो कि, त्यसले त्यो बढ्छ घट्छ। सो त्यो एकदम एक्टिभ हुन्छ एन्डोमेट्रियम। मैले खासमा यो नेपालीमा के भन्छ भनेर एकदम खोजेँ होइन। अनि यसको नेपालीको ठ्याक्क अब आई डोन्ट नो ट्रान्सलेसन सही हो या रङ हो, यहाँले भनिदिनु होला होइन। यसलाई चाहिँ गर्भाशय भित्री पर्दाको रोग भन्दो रहेछ होइन। के हो त यो? यही हो, राइटै हो? भन्न मिल्छ। यसको डेफिनेटिभ टर्म त छैन नै नेपालीमा। सो त्यसलाई हो भित्र पाठेघरको भित्रको लाइनिङ अथवा पर्दा नै भन्छौँ हामीले पनि, त्यही नै हो। सो यो
एन्डोमेट्रियल टिस्यु जुन हुन्छ यो चाहिँ पाठेघरभित्र हुनुपर्ने नर्मली, तर यो एन्डोमेट्रियलको टिस्यु बाहिरतिर हुन सक्छ, जस्तै पाठेघरकै बाहिरपट्टिको सर्फेसमा होइन, अथवा ओभरी भन्छौँ ओभरीमा, अथवा सर्भिक्समा पाठेघरको मुखमा गएर बस्दिन्छ। र अझ कसैको चाहिँ अझ टाढा टाढा गएर आन्द्रामा, दिशा गर्ने ठाउँमा र पिसाब फेर्ने ठाउँमा ब्ल्याडरमा गएर बस्दिन्छ है। त्यसले गर्दाखेरि त्यस्तो सिचुएसनलाई चाहिँ एन्डोमेट्रियोसिस भन्छौँ हामीले। र यो एन्डोमेट्रियोसिस त जुन जुन ठाउँमा गएर बस्छ नि यो एन्डोमेट्रियम टिस्यु, त्यहाँको सिम्टमहरू देखिन्छ र गाह्रो हुन्छ। त्यही भएर यो अप्ठ्यारो हुने रोग चाहिँ त्यही भएर हो। खासमा यो कस्तो व्यक्तिलाई चाहिँ हुने रहेछ? अब मैले बुझे अनुसारले चाहिँ सानै उमेरदेखि नै हुने रहेछ होइन, एउटा जब पिरियड हुन थाल्यो तबदेखि हुने रहेछ भन्ने कुरा मेरो बुझाइ हो। यो गलत पनि हुन सक्छु। कस्तो खालको व्यक्तिलाई हुन्छ ठ्याक्कै यो एन्डोमेट्रियोसिस? यहाँले त अझ बढिरहेछ भन्नुभयो नि त होइन, त्यो त एकदम अलार्मिङ भयो फेरि। यो चाहिँ यसको एक्ज्याक्ट कज छ, अब कति डिजिजको जस्तो यसको पनि ठ्याक्क के हो त थाहा छैन, तर अलिकति फ्यामिलियल टेन्डेन्सी छ, हेरिडिट्री हुनसक्छ होइन। र अहिलेको लाइफस्टाइल यो बेसिकली हर्मोनल इम्ब्यालेन्स पनि हो टु सम एक्सटेन्ट। सो कति खानपान डायट रहन्छन् तिनीहरूले गर्दा पनि हुनसक्छ, कति रिस्क फ्याक्टरहरू छ, र मेनली चाहिँ जेनेटिक नै हो, जसको एक्ज्याक्ट कज चाहिँ हामीलाई थाहा हुँदैन। र हामीलाई जस्तै अब हर्मोनल इम्ब्यालेन्सको कुरा भयो होइन, अब विशेष गरी महिनावारी हुने व्यक्तिलाई त हर्मोनल इम्ब्यालेन्स भएको कारणले गर्दा अन्य थुप्रै हेल्थ स्वास्थ्य समस्याहरू आइरहेको हुन्छ होइन। अब यसमा एउटा मेन चाहिँ हामीलाई एकदमै पेट दुख्ने हो होइन, कमन भनौँ न, जसलाई महिनावारी हुन्छ उसलाई चाहिँ एकदम पेट दुख्ने हो। र अब हाम्रो नर्मली के हुन्छ भने पिरियड हुँदाखेरि पेन त भइहाल्छ नि भनेर कटाइराखेको हुन्छ नि त यसलाई होइन। के हुन्छ एन्डोमेट्रियोसिसमा? कस्तो खालको पेन हुन्छ? यो रेगुलर नर्मल पेन, कहिले 2 दिन 3 दिन देख्ने पेन हो, अथवा कस्तो खालको पेन हुन्छ त्यो पनि भनिदिनुहोस् न। कस्तो कस्तो पेन लिएर आउनुहुन्छ यहाँसँग पेसेन्टहरू? हो, पेन त अब कमन, सबभन्दा मोस्ट कमन सिम्टम नै पेन हो होइन। पिरियड्स हुँदाखेरि पेन, तर नर्मल पिरियड्स हुँदाको पेन र यसमा चाहिँ के फरक छ भन्दाखेरि एउटा त इन्टेन्सिटी फरक हुन्छ, बढी दुख्छ यसमा होइन। अर्को चाहिँ ड्युरेसन पनि बढी हुन्छ। पिरियड्स पेन चाहिँ 1-2 दिन अगाडि सुरु भएर पिरियड्स हुने बित्तिकै कम हुन्छ नि, यो चाहिँ लामो समयसम्म हुन्छ र कसैलाई महिनैभरि दुख्ने हुन्छ पेन, त्यो भयो। अर्को चाहिँ अब त्यो सँगसँगै अचम्मको सिम्टमहरू, जस्तै पिसाब फेर्दा ब्लड देखिन्छ होइन, अनि पेट दुख्छ, जस्तै रेकरेन्ट युरिनरी इन्फेक्सन जस्तो देखिन्छ, तर यो एन्डोमेट्राइसिसको हुनसक्छ। र अब त्यो पेट दुख्ने अनि बच्चा नबस्ने कतिजना महिलाहरूलाई इन्फर्टिलिटीको प्रब्लम हुन्छ एन्डोमेट्रियोसिसले गर्दाखेरि, र यो पनि अहिले एकदम बढ्दो छ इन्फर्टिलिटी बिकज अफ एन्डोमेट्रियोसिस होइन। र त्यस्तै गरी यो एन्डोमेट्रियोसिस मैले भने अघि तल्लो पेटको वरिपरि आन्द्रा, दिशा गर्ने ठाउँमा मात्रै नभइकन टाढा टाढा पनि पुग्न सक्छ। जस्तै कसैको पहिला अपरेसन भएको छ भने त्यो अपरेसन भएको स्कारमा, त्यो अपरेसन गरेको घाउमा गएर बस्दिन्छ र त्यहाँ दुख्ने, पोल्ने, त्यहाँबाट कहिलेकाहीँ ब्लड आउने, त्यस्तो हुनसक्छ। त्यसै गरी रेयर सिम्टम्स, रेयर केसेसमा चाहिँ आँखामा पनि पुग्ने, ब्रेनमा पनि पुग्ने, र त्यसले गर्दाखेरि र एउटा इन्ट्रेस्टिङ सिचुएसन चाहिँ के छ भन्दाखेरि आँखामा गएर सपोज एन्डोमेट्रियोसिस भयो भने एभ्री मन्थ आँखाबाट ब्लिडिङ हुन्छ। सो यो चाहिँ अब एकदम रेयर केसेस हो, तर त्यो सिभियरिटी चाहिँ त्यतिसम्म पनि पुग्न सक्छ होइन। सो यो सिम्टम चाहिँ मेनली, अब सिम्टमकै कुरा गर्दा कमन सिम्टम्समा चाहिँ पेट दुख्ने, इन्फर्टिलिटी हुने, अनि पिसाब फेर्दाखेरि दुख्ने, अनि दिशा गर्न गाह्रो हुने, दिशा गर्दाखेरि पनि दुख्ने, भित्रपट्टि कता कता दुख्या जस्तो भेग पेन हुन्छ कि एक्ज्याक्टली यहाँ भन्न सकिन्न। सो त्यस्तो पेनहरू चाहिँ कमनली हुन्छ। र आन्द्रामा भयो भने चाहिँ खाने बित्तिकै दिशा लाग्ने होइन, अलिकति फ्रिक्वेन्ट स्टुल पास गर्न मन लाग्ने, इरिटेसन हुने, इरिटेबल बाउल जस्तो त्यस्तो पनि सिम्टमहरू लिएर आउनुहुन्छ। हजुर कुरा सुनिरहँदाखेरि चाहिँ त्यो कति सिम्टम्स त ममा पनि छ कि जस्तो फिल हुँदो रहेछ क्या, मलाई भइरहेको छ अहिले सुनिरहँदाखेरि। ओ माई गड, मलाई पनि भएको हो कि जस्तो भइरहेछ। किनभने मैले एउटा रिसर्च पढिरहेको थिएँ, त्यो रिसर्चमा चाहिँ के भन्यो भने 10 जना महिनावारी हुने व्यक्ति मध्ये 1 जनालाई चाहिँ एन्डोमेट्रियोसिस हुन्छ अरे कि। तर हामीलाई थाहै छैन, यो टर्मको बारेमा थाहा छैन, यसको बारेमा कसलाई हुन्छ, कसरी हुन्छ भन्ने कुरा थाहै छैन होइन। डायग्नोसिस कसरी गर्ने त यो कुरा? यति सिम्टम्सहरू भनिदिनु भयो यहाँले होइन, त्यो त सबैलाई लाग्दो हो यो त मलाई पनि हुन्छ भन्ने खालको होइन। हामीले सानो सिम्टम्स लिएर गुगल गरे जस्तै होइन, कसरी डायग्नोसिस हुन्छ यो कुरा चाहिँ?
हो यो अब डायग्नोसिस चाहिँ गाह्रो हुने भएर नै यसको डायग्नोसिसको एभरेज टाइम नै तपाईँहरूले हेर्नुभयो भने 5 वर्षदेखि 10 वर्ष त एभरेज हो डायग्नोसिस गर्न नै लाग्छ यो किनभने यसको सिम्टम जुन मैले भने नि त्यो भेग छ र तपाईँले नि फिल गर्नुभयो यो जेको पनि सिम्टम हुनसक्छ कि युरिन इन्फेक्सनको हुनसक्छ अथवा कुनै एउटा एक्ज्याक्टली बाउल इन्फेक्सन होइन जेको पनि हुनसक्छ सो त्यही भएर एक्ज्याक्टली यो एन्डोमेट्रियोसिस भन्न अप्ठ्यारो छ त्यही भएर यसको डायग्नोसिस ढिलो हुने हो तर हामीले अब त कोही पनि मान्छे आफ्नो हेल्थ केयर प्रोभाइडरका जाँदा डक्टरहरूका जाँदाखेरि अलिकति सिम्टम चाहिँ आफ्नो पिन पोइन्ट गर्न सक्नु पर्यो कि अलिक सर्टेन 2-3 महिनाको आफ्नो ड्युरेसनको सिम्टमहरू तपाईँहरूले लेखेर होइन यस्तो खाले हुन्छ भनेर अलिकति बुझाउन सक्नुभयो भने सायद उहाँहरूले पनि रिलेट गर्न सक्नुहुन्छ र डायग्नोसिस सजिलो हुन्छ एउटा त सिम्टमबाट भयो तर यसको डेफिनेटिभ डायग्नोसिस चाहिँ अल्ट्रासाउन्डबाट अलिकति हुन्छ अल्ट्रासाउन्डबाट ओभरीमा छ भने चाहिँ सिस्टहरू देखिन्छ एन्डोमेट्रियोसिसमा त्यो सिस्टहरू देखिन सक्छ तर डेफिनेटिभ डायग्नोसिस चाहिँ सानो 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 एन्डोमेट्रियोसिसको डिपोजिटहरू पेटभित्र छ भने चाहिँ त्यो केहीले पनि देखाउँदैन त्यही भएर भित्र दूरबिन हालेर हेर्नु नै पर्ने हुन्छ यसलाई डायग्नोस्टिक ल्याप्रोस्कोपी भन्छौँ हामीले सो एन्डोमेट्रियोसिसको डेफिनेटिभ डायग्नोसिस गर्नलाई चाहिँ अपरेसनै गर्नुपर्छ यो चाहिँ दूरबिन हालेर पेटभित्र छिरेर डाइरेक्ट भिजन गर्ने हो कि त्यो भयो भने चाहिँ कहाँ कहाँ फैलिएर बसेको छ त्यो सबै देखिन्छ र त्यही सेटिङमा जहाँ जहाँ छ त्यो हामीले निकाल्न पनि सक्छौँ हजुर कस्तो कम्प्लेक्स है थाहा पाउनको लागि डायग्नोसिस हुनको लागि यति कम्प्लेक्स छ हाम्रो नेपालको कन्टेक्स्ट गरौँ न अघि मैले जो साथीको यहाँलाई इक्जाम्पल दिएँ होइन ऊ साथी चाहिँ जर्मनीको हो कि जहाँ चाहिँ हेल्थको यति धेरै सुविधाहरू छ उनीहरूलाई चाहिँ चाह्यो भने एकदमै राम्रो भन्दा राम्रो डक्टरकोमा गएर ट्रिटमेन्ट गर्न सक्छ र उसले अन्तिममा पनि एकदमै राम्रो डक्टरकोमा गएर ट्रिटमेन्ट गर्यो र सक्सेसफुल भयो होइन अब हामी कमिङ ब्याक टु हाम्रो आफ्नो देशमा हाम्रो मेडिकल फेसिलिटीको कुरामा चाहिँ कस्तो छ यहाँले देख्नु भएको अवस्था चाहिँ डायग्नोसिस हुन अझ धेरै टाइम लाग्ने हो कि होइन कि हामीसँग पर्याप्त इक्विपमेन्ट पर्याप्त अवेरनेस एजुकेसन छ जस्तो लाग्छ हजुरलाई त्यो चाहिँ अवेरनेसको चाहिँ त्यति अवेरनेसको त कमी नै छ होइन हामीलाई अवेरनेसमा धेरै वर्क गर्नुपर्छ के भइरहेछ मलाई भन्ने नै जस्तै अब बेसिक सिम्पल रोगहरूको त अवेरनेस छैन जस्तै पिरियड्स पेन सिम्पल होइन पिरियड्स हाइजिन पिरियड पेनकै कुरामा अवेरनेस अझै नै गर्नु बाँकी छ भनेपछि एन्डोमेट्रियोसिसको लेभल अफ अवेरनेस त अहिले धेरै नै कम छ तर अहिले सोसियल मिडियाहरूमा आइ नै रहेको छ यो कुराहरू त्यही भएर धेरैले बुझ्नु भएको छ तर हामीले अब नेपालमा चाहिँ जुन डायग्नोस्टिक मोडालिटीहरू छ अब नेपाल भन्दाखेरि पनि फरक फरक ठाउँ भयो नि त हामीले अहिले काठमाडौँमा चाहिँ अब एडभान्स टेक्नोलोजीहरू धेरै छ जुनले जसले एन्डोमेट्रियोसिस डायग्नोस गर्न सकिन्छ जस्तै अल्ट्रासाउन्डको पनि हाई रेजोल्युसन होइन सिटी छ एमआरआई छ त्यो यिनीहरूले धेरै कुरा देखाउन सक्छ र यो डायग्नोस्टिक ल्याप्रोस्कोपी भन्यौँ नि यो त सबै सिटीहरूमा अभाइलेबल छैन तर एडभान्स ठाउँहरूमा अलि राम्रो लेभल टर्सरी लेभलको हस्पिटलहरूमा चाहिँ लगभग सबै ठाउँमा नै यो डायग्नोसिस गर्ने मेकानिजमहरू चाहिँ छ र ट्रिटमेन्ट पनि सबै नै जति बाहिर हुन्छ एकदमै एडभान्स नभए पनि सिम्टम रिलिफ गर्न सक्ने ट्रिटमेन्ट गर्न सक्ने फेसिलिटिजहरू चाहिँ नेपालमा छ तर त्यो चाहिँ काठमाडौँमा मात्रै सीमित भयो होइन त्योभन्दा बाहिर जाने हो भने चाहिँ अनफोर्चुनेटली हामीसँग त्यो खालको सुविधै छैन एक त हामीलाई पेट दुख्दाखेरि यस्तै त हो भन्ने खालको छ होइन कतिपय केसमा त पेट धेरै दुख्छ भने चाहिँ धामी झाँक्रीका जाने चलन छ अझै पनि होइन उसलाई के लाग्यो भन्ने कुरा छ कतिले ज्यान पनि गुमाइसक्नु भएको होला थाहै नपाइकन आफूलाई के रोग लागेको छ भन्ने कुरा होइन तर अझै यो डेटा हेर्ने हुँदाखेरि चाहिँ इन्डोमेट्रियोसिस कति धेरैजनालाई हुँदो रहेछ क्या अनि हामीलाई त थाहै हुँदैन रहेछ सो लाइफ भरि नै हामीले यो एउटा रोग लिएर रोगै भन्छ होइन यसलाई रोग लिएर चाहिँ बसिरहेको हुने रहेछौँ होइन अब सिभियरिटी यति गाउँघरतिर पनि हामीले देख्छौँ नि कति बच्चा अलि यङै महिलाहरू पनि पेट एकदम दुख्यो भनेर अब खास एन्डोमेट्रियोसिस भएको होला डायग्नोसिस हुँदैन तर यस्तै हो भन्यो मुर्छा पर्छन् त्यतिकै छोड्यो त्यही धामी झाँक्रीका लग्यो तपाईँले भने जस्तो तर डायग्नोसिस गर्न चाहिँ अप्ठ्यारै छ गाह्रै हुन्छ त्यही त सो के गर्ने होला त अब जसलाई चाहिँ यो खालको सिभिरिटीहरू छ होइन विशेष गरी पिरियडको सिभिरिटी त्यो पिरियड पेनको सिभिरिटी अथवा पेन मात्र होइन अरू इरेगुलारिटीको पनि त भयो नि त होइन धेरै ब्लड जाने भयो कसैलाई ब्लडै नआउने भयो होइन त्यो खालको हुँदाखेरि चाहिँ खासमा गर्नुपर्ने चाहिँ के हो त अफकोर्स हस्पिटल जानुपर्ने हो होइन तर आफैले पनि मेबी लाइफस्टाइलमा पनि हामीले केही गर्न सक्छौँ कि त्यहाँनिर एउटा वे आउट छ कतै हजुर पहिला सुरु त कुनै पनि सिम्टमलाई इग्नोर गर्नु भएन आफ्नो सिम्टम के छ त्यो आफूले बुझ्नुपर्छ आफ्नो जिउलाई चिन्नुपर्छ र त्यो सिम्टम आफूले
बुझाउन सक्नु पर्यो अरूलाई, एउटा कुरा त्यो भयो। र त्यो ट्रिटमेन्ट दिन सक्ने व्यक्ति कहाँ छिटो पुग्नु पर्यो पहिला सुरु। र त्यसबाहेक डायग्नोसिस भइहाल्यो भने पनि ट्रिटमेन्टको अप्सन त छँदैछ। तर फर्स्ट जुन रोगको लागि पनि हामीले गर्नुपर्ने लाइफस्टाइल चेन्ज त्यो हो होइन। त्यही भएर त्यसको त्यतातिर लाग्न एकदम जरुरी हुन्छ। बाहिरको खानाहरू नखाने, जङ्क नखाने, र आफ्नो यो पेन सिम्पटमहरू रिलिभ गर्न कति हदसम्म मेडिटेसन, एक्युपङ्क्चर तिनीहरूले पनि हेल्प गर्छ। र पहिला सिम्पल मेजर्सहरू जस्तै पेट दुख्दाखेरि यो हट थेरापीहरू गर्ने, त्यस्तोबाट स्टार्ट गर्न सकिन्छ। माइल्ड फर्महरूले त त्यतिले मात्रै पनि कम हुनसक्छ। र त्यसपछि चाहिँ अनि एडभान्स फर्म अब अझ इनरले सिम्पटम रिलिभ भएन भने चाहिँ हामी अरू ट्रिटमेन्ट मेथडमा जान्छौँ। मेनली चाहिँ मैले यो भने नि, यो हर्मोन यो पिरियड्स नै हो नि त कल्प्रेट। पिरियड्स भएपछि एन्डोमेट्रियोसिस, जसमा पिरियड्स हुन्छ एन्डोमेट्रियोसिस हुने चान्सेस हाई हुन्छ। सो हामीले ट्रिटमेन्ट दिँदाखेरि चाहिँ मेनली पिरियड्स नै रोकिदिने हो यसको ट्रिटमेन्ट चाहिँ। सो यसको लागि डिफ्रेन्ट। हजुर हो, यो कुरा पनि मलाई बुझ्न मन लागेको, किनभने जसको चाहिँ ट्रिटमेन्ट भयो उसको पिरियड रोकिन्छ भन्ने भयो होइन। अनि अब त्यसको अर्को स्टिग्मा होइन, हेरौँ न, अब एउटा महिला स्पेसिफिकली जो पिरियड हुन्छ ऊ पिरियडै बन्द हुँदाखेरि वाट आफ्टर द्याट के हुन्छ त त्यसपछि? त्यो चाहिँ सधैँको लागि बन्द हो कि एउटा सर्टेन टाइमको लागि मात्रै हो? तर यो मिसकन्सेप्सन धेरै महिलाहरूमा छ कि पिरियड्स भएन भने मेरो जिउमा ठिक हुँदैन, मेरो जिउ ठिक हुँदैन, त्यो जिउको फोहोर निक्लिने हो पिरियड्समा भन्ने एउटा कन्सेप्ट छ नि त। त्यो चाहिँ इट्स नट द्याट भन्ने बुझ्नु पर्यो होइन। त्यो ब्लड जुन बाहिर निक्लिँदैन त्यो जिउभित्रै जम्मा हुन्छ भन्ने कन्सेप्ट छ होइन, त्यो चाहिँ होइन। सो अहिले एन्डोमेट्रियोसिसमा चाहिँ एउटा थ्योरी के छ भन्दाखेरि जुन पिरियड्सको ब्लड बाहिर आउनुपर्ने हो त्यो अलिअलि ब्याकफ्लो भएर पेटभित्र जम्मा हुने हो कि। एउटा थ्योरी त्यस्तो पनि छ, जुन पिरियड्सकै ब्लड बाहिर नआएर भित्रभित्रै जम्मा हुने अलिअलि गर्दै होइन। सो त्यो थ्योरीलाई फलो गर्ने हो भने, त्यसलाई रोक्ने हो भने त हामीले पिरियड्स रोक्नु पर्यो नि त। सो पिरियड्स रोक्यो भने चाहिँ सायद त्यो ब्याकफ्लो हुँदैन, बन्द हुन्छ भन्ने एउटा थ्योरी छ, त्यो कन्सेप्ट। सो त्यसको लागि त हामीले पिरियड्स रोक्नै पर्यो। र पिरियड्स रोक्दैमा त्यो सर्टेन टाइमलाई रोकिने हो, औषधि बन्द गरेपछि फेरि भइहाल्छ। त्यही भएर पिरियड्स रोकिँदैमा त्यो ट्रिटमेन्टको पिरियडमा आत्तिनु परेन, म पिरियड्स भएन भनेर डराउनु पर्ने कुनै कारण हुँदैन। त्यही भएर त्यो ट्रिटमेन्टको पार्ट हो भनेर बुझिदिनु पर्यो। त्यो ट्रिटमेन्टमा चाहिँ जानु पर्यो हामी होइन। सबभन्दा इम्पोर्टेन्ट कुरा हामी ट्रिटमेन्टमै गइदिँदैनौँ। त्यस कारणले मलाई अर्को सोध्न मन लागेको क्वेसन एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ वाट इफ ट्रिटमेन्ट भएन भने के हुन्छ एन्डोमेट्रियोसिस भएको मान्छेलाई? ट्रिटमेन्ट गरिएन भनेदेखि चाहिँ बढ्दै जान्छ र सिम्पटम झन् सिभियर हुँदै जान्छ। अब सिस्टहरू कहिलेकाहीँ ओभरीमा बनेको छ भने त्यो झन् ठुलो हुँदै जान्छ र त्यसले कहिलेकाहीँ इमर्जेन्सी नै अपरेसन गर्नुपर्ने पनि हुनसक्छ। र मेन चाहिँ सिम्पटम रिलिफै हुँदैन कि, लामो टाइमसम्म चाहिँ त्यो दुखाइ गाह्रै भइरह्यो भने त मान्छेको लाइफ नै डेबिलिटेटिङ हुन्छ नि त। सो यस्तो सिभियर सिम्पटम्स हुन्छ कि सधैँ एउटा क्रोनिक पेल्भिक पेन भन्छौँ कि हामीले। सो क्रोनिक एउटा पेन लिएर बसेपछि त उसको लाइफ क्वालिटी अफ लाइफ नै कम हुने भयो। त्यही भएर ट्रिटमेन्ट त सिक गर्न एकदम जरुरी हुन्छ। र अघि मैले भने जस्तो इन्फर्टिलिटी होइन, टाइममै ट्रिटमेन्ट गर्यो भने पछि फ्युचर प्रेग्नेन्सी कन्सिभ हुनलाई सजिलो हुनसक्छ भने जति ढिलो गर्यो त्यति पछि प्रेग्नेन्ट हुन गाह्रो हुनसक्छ। हजुर। सो जस आफ्नो लाइफ चाहिँ सधैँभरि पेनमा गइराख्ने हो भने चाहिँ हामीले अब ट्रिटमेन्ट सिक गर्नु परेन। तर कतिपय केसमा चाहिँ सबैको बाध्यता पनि हो होइन, ट्रिटमेन्ट चाहिँ अब कसैलाई जाने अब मलाई दुखिरहेको छ म डक्टरकोमा जान्न भन्ने त सायद एकदम रेयरै हुन्छ होला। त्यो चाहिँ एउटा अपर्च्युनिटी नहुने पनि हो, एक्सेस नभएर पनि हो। अब हाम्रो जस्तो भनौँ न कन्टेक्स्टमा हेर्ने भने चाहिँ होइन। त्यस कारणले पनि आई थिङ्क के इम्पोर्टेन्ट छ भने चाहिँ विशेष गरी गभर्मेन्ट लेभलबाट पनि होइन यो खालको विषयमा चाहिँ अब अवेरनेस अलि धेरै ल्याउनु पर्यो। जस्तै अब हामीले पडकास्टबाट अब हाम्रो तर्फबाट गरिरहेको छौँ यो होइन, जहाँ कि हजुर जस्तो एक्सपर्टहरूलाई चाहिँ पडकास्टमा ल्याएर अझ धेरै पब्लिकमा चाहिँ यो विषयमा जानकारी गराउने भन्ने होइन। आजको एपिसोडमा चाहिँ हामी एकदमै बेसिक कुरा मात्र टच गर्न चाहन्छौँ एन्डोमेट्रियोसिसको, किनभने कम्प्लेक्स अझै धेरै कुरा गर्नको लागि चाहिँ अझै बिस्तारै गर्नुपर्छ जस्तो लाग्यो मलाई होइन। त्यस कारणले हजुरले चाहिँ अब आज जसले सुनिराख्नु भएको छ होइन, जसलाई चाहिँ लाग्दो हो मलाई चाहिँ अहिलेको अघि हजुरले भन्नुभएको सिम्पटम्स सुनेर मलाई पो हो कि भन्ने होइन, अथवा कसैलाई थाहा हुन्छ नि त फलानु मान्छेलाई त यस्तो हुन्छ बायो एन्डोमेट्रियोसिस पो रहेछ कि भन्ने जस्तो लागेको व्यक्तिहरूलाई चाहिँ एउटा एज अ डक्टर के सल्लाह दिनुहुन्छ?
हजुर एन्डोमेट्रियोसिस जस्तो लाग्यो अब कुनै पनि हामीले अघि छलफल गरेको सिम्टम जस्तो केही देखियो भने चाहिँ सबभन्दा पहिला चाहिँ मैले भने आफ्नो सिम्टमलाई नोट गर्ने लेखेरै राख्ने यो मलाई यस्तो यस्तो भइरहेछ र यो टाइममा भइरहेछ र मेन्स्ट्रुअल साइकलसँगको रिलेसन होइन पिरियड्स हुँदाखेरि अगाडि पछाडि कुन टाइममा हुन्छ के हुन्छ त्यो चाहिँ आफूले बुझेर लेखेर राख्नु पर्यो र त्यो सिम्टम अनुसार सिम्पलै होस् थोरै नै होस् तर डक्टरका एक्चुअली बेसिक टेस्टको लागि चाहिँ जानुपर्ने नै हुन्छ होइन यो नर्मल पिरियड्स त हो नि भनेर पिरियड पेन त हो नि भनेर छोड्न चाहिँ मिलेन सो टाइममा हेल्प लिन जानु पर्यो र त्यसपछि सानसानो अब बिगिनिङ फेजमा छ भनेदेखि चाहिँ लाइफस्टाइल चेन्जले पनि कति फरक पर्छ होइन वेट रिडक्सन एक्टिभ एक्सर्साइज मेडिटेसन योगा जङ्कहरू नखाने सो यो सिम्पल लाइफस्टाइल चेन्जेसले पनि टु सम एक्सटेन्ट यो कम हुनसक्छ र त्यसपछि चाहिँ जे सजेसन आउँछ त्यो ट्रिटमेन्टमा जानु पर्यो र ट्रिटमेन्ट भन्दैमा सिधै अपरेसनमा जानु जरुरी हुँदैन सो सिम्पल पहिला हामीले बेसिक सिम्पल हर्मोन्सहरूबाट स्टार्ट गर्छौँ र त्यसपछि बल्ल पर्यो भने सर्जरीमा जाने हो त्यही भएर त्यो जे ट्रिटमेन्ट दिइन्छ त्यसमा राम्ररी स्टिक हुनु पर्यो र त्यही अनुसार कम भएको छैन फलोअपमा रेगुलरली बसिरहनु पर्यो त्यो अनुसार सिम्टम चाहिँ डेफिनेटली कम हुन्छ र भन्नुपर्दा डेफिनेटिभ ट्रिटमेन्ट चाहिँ एन्डोमेट्रियोसिसको युट्रस निकाल्ने नै हो टु सम एक्सटेन्ट एज पुगिसकेको महिलाको किनभने यो महिनावारी नै रोक्नु पर्यो नि त त्यो हो तर सबैजनालाई त्यो गर्न मिल्दैन किनभने अहिले त यङ पेसेन्ट्समा झन् देखिरहेछ सो यो नभएपछि चाहिँ हामीले हर्मोनल ट्रिटमेन्टहरू गर्न सकिन्छ र अरू लाइफस्टाइल चेन्जेसहरूले पनि फरक पर्छ त्योहरू सबै मेजर लिन सकिन्छ र अघि मैले अब हिस्ट्रेक्टमी भन्छौँ पाठेघर फाल्ने त त्यसको सल्युसन हो तर स्टिल 1000मा 2-3 जनाको चाहिँ पाठेघर फालिसकेपछि पनि फेरि पनि आउन सक्छ सो स्याडली यो रोग चाहिँ डिफिकल्टै सिचुएसन हो है हो त्यो त अनफर्चुनेटली अब हामी जोसँग पाठेघर छ हामी एकदमै चान्सेस भएको व्यक्तिहरू हौँ होइन एन्डोमेट्रियोसिस हुनको लागि हजुरले एकदमै राम्रो मजाले सजेस्ट गर्नुभयो कि आई थिङ्क नम्बर 1 कुरा चाहिँ त्यो ट्र्याक गर्ने आफूलाई के भइरहेछ भन्ने कुरा ट्र्याक गर्नु चाहिँ महत्त्वपूर्ण कुरा हो अनि त्यही अनुसारले चाहिँ मेडिकल हेल्प चाहिँ हामीले लिन सक्छौँ कति धेरै कुराहरू आइरहेको छ यसमा होइन अझै जस्तै अब यो ट्रिटमेन्ट भइसके पछाडि कस्तो खालको लाइफस्टाइल जिउने के हुनसक्छ भन्ने कुरा होइन अझ मलाई टच गर्न मन लागेको कुरा चाहिँ यसले हाम्रो एन्जाइटी अनि डिप्रेसनसम्म लैजाने कुरा यो एन्डोमेट्रियोसिसको कारणले गरेर कति धेरै टपिक छ जुन चाहिँ हामी आगामी एपिसोडमा अफकोर्स कुरा गर्न चाहन्छौँ अनि प्लस एन्डोमेट्रियोसिसबाट गुजिराख्नु भएको व्यक्तिहरूबाटै पनि केही क्वेसनहरू चाहिँ लिएर आउनेछौँ हजुर कहाँ पनि We hope to have you back in the podcast in upcoming episodes. आजको लागि यहाँले समय दिनुभयो त्यसको लागि धेरै धन्यवाद डाक्टर थ्याङ्क यू सो मच बोलाइदिनु भएकोमा र हो तपाईँले भने जस्तो यसमा धेरै कुरा गर्नुपर्ने छ सो अर्को एपिसोडमा पक्कै पनि गरौँला यदि यो एपिसोड तपाईँलाई एकदमै उपयोगी लाग्यो भने पिरियडका कुराको अन्य एपिसोडहरू पनि सुन्नु होला है त पिरियडको कुरा पडकास्टमा हामी महिनावारी प्रजनन स्वास्थ्य अनि हामी महिनावारी हुने व्यक्तिहरूलाई चाहिँ एकदमै जान्नै पर्ने बुझ्नै पर्ने विषयहरूमा एकदमै गहिरिएर कुरा गर्छौँ जुन कहिलेकाहीँ हाम्रो समाजले त्यति साह्रो एड्रेस गरेकै हुँदैन डाक्टर श्रेयसीसँगको अर्को एपिसोड चाहिँ पिएमएस अर्थात् प्री मेन्स्ट्रुअल सिन्ड्रोमको बारेमा हामीले एपिसोड 16मा कुरा गरेका छौँ वाइ पिएमएस इज नट ए मिथ भन्ने टाइटलमा छ त्यो पनि सुन्नु होला है त यो मैले सुरुमा पनि भने यो चाहिँ एन्डोमेट्रियोसिस सम्बन्धी हाम्रो पहिलो एपिसोड हो तर हामी यत्तिकै रोकिँदैनौँ हामी यसको धेरै पाटाहरूमा कुरा गर्न चाहन्छौँ यसले हाम्रो जीवनको गुणस्तरमा हाम्रो लाइफको क्वालिटीमा पार्ने असर अझ डिप्रेसन र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव अनि अझै धेरै धेरै अज्ञात र नबोलिएको कुराहरूको बारेमा हामी कुरा गर्छौँ त्यसैले यदि तपाईँसँग यसबारे आफ्नै अनुभव छ अथवा आफ्नो फ्यामिली मेम्बर्स साथी भाइहरूको अनुभव देख्नुभएको छ सुन्नुभएको छ भने चाहिँ विथ द्याट डक्टरलाई सोध्न चाहनुहुने कुनै पनि प्रश्न छन् भने चाहिँ हामीलाई पठाउनुहोस् किनभने हामी तपाईँहरूको प्रश्न समेटेर अर्को एपिसोडमा डक्टरहरूसँग उत्तर खोज्नेछौँ र हामीलाई चाहिँ इन्स्टाग्राम फेसबुक ट्विटर अथवा इमेल पनि गर्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.periodcarkura.com मा गएर चाहिँ अझ डिटेल हेर्न सक्नुहुन्छ है त
र महिनावारी सम्बन्धी भ्रम स्टिग्मा सेम सबैलाई चाहिँ तोड्दै पिरियडका कुरा सुन्दै गर्नुहोला। आजको लागि भने पिरियडका कुरा पडकास्टबाट म प्रियङ्का बिदा हुन्छु। फेरि भेटौँला। नमस्ते।